एक दुई नलाउ त नानी नलाउ त उता जाऊ रोशन को फल बर्बाद छ सार 1 पोइन्टले अगाडि गइसकेको छ फेरि नौमुले के गर्ने लुक्नु पर्ने अवस्था छ यहाँ रोशन को सर्भिस रोशन को रिसिभ राम्रो थियो आठ सात 1 पोइन्टले फेरि अग्रता लिइसकेको छ नौमुलेले हुँदैन लाटो हुँदैन 10-7 भइसकेको छ 3 पोइन्ट पछाडि नारायण मुखमा गोली
एघार 9 2 पोइन्टले अगाडि छ अहिले नौमुले। आउट भएको छ। किलो गाह्रो पहिलो सेट नारायणले 16-25 मा हारेको थियो भने दोस्रो सेट नारायणले 25-18 मा जितेको थियो। अहिले तेस्रो सेट भइरहेको छ। गोल भएको बेल दिन्छ नि यार। टर्कीले हान्यो, फेरि हान्यो टर्की। टर्कीले किलो गाड्यो। टर्कीले अझै पनि हान्यो। आउट हान्यो। रिसिभ सपोर्ट देऊ न यार। 14-16 गइको। हेर त यो फ्री ब्लक पनि हान्दैन यार। पाउँछ रोशन आइगएको थियो तान्न अब तर अब लुक्दैछन् साथीहरू, लुक्दैछन्। लुका लुका साथीहरू। Oh my God! Yeah, yeah. Oh, hey,
कति नजिकै पठाउँछ नि है टर्की आयो है केटा टर्की आयो अब अर्कीले दिन्छ फेरि भित्र राखे बाहिर राखे अब बीस 16 भइगयो यार अब त सम्भावना देखिएन फेरि ठोक फेरि हे तेरिका कालेले बिगारो यार एक जालीमा हान्नेलाई पुरस्कार अठारह 22 23 18 हो नौमुले भाइ मुले थाहा छ थाहा पाछ ए गुडा एउटालाई त मार्दो 20 24 मरिस दोर्सो सेट 2 सेट बेस्ट अफ 5 मा चाहिँ 2 सेट नौमिलेले र 1 सेट नारायणले जितेको छ अब फेरि 1 सेट चाहिँ नौमिलेले जितेमा गेम सकिनेछ भने अब गेम जित्नको लागि नारायणले दुवै सेट कन्टिन्युस रूपमा जित्नु पर्नेछ 2 सेट जितेर नौमुले अग्रस्थानमा छ भने 1 सेट जितेको नारायण दोस्रो स्थानमा छ यो बेस्ट अफ 5 हो 3 सेट जित्नु पर्ने थियो 3 सेट जित्नु पर्नेमा अब दोस्रो सेट पहिलो सेट नौमुले दोस्रो सेट नारायण तेस्रो सेट फेरि नौमुलेले जित्यो भने अब चौथो सेटको खेल भइरहेको छ यदि यो खेल नौमुलेले जितेमा यो सेट नौमुलेले जितेमा प्रथम स्थान हासिल गर्नेछ भने यदि यो सेट नारायणले जितेमा पुनः अर्को सेट खेलाइनेछ फाइनलको लागि
भाइन सब हेरेको हेरे घोडा चढ्दैछन् घोडा घोडा 7-2 नारायण 7 9 मूल्य 2 नारायण 7 9 मूल्य 2 सेट जितेको नारायण 9 मूल्य नारायण 8 9 मूल्य 2 महेन्द्र बुढा लक्की साबित हुँदैछन् ओ माई गॉड बैक टू बैक 3 सर्भिस बैक टू बैक 3 सर्भिस लाग्यो 9 2 9 खेलको र केको भरु नभन्छ हो त्यो नबल 11-2 माई गॉड 6 सर्भिस बैक टू बैक लागेको छ 6 बाट 12 पुगेको छ 12-2 ओ रेखा बाहिर अझै पनि बाहिर लस 13-2 14-3 को अवस्थामा छ 14 नारायण 3 9 मूल्य राइट 15-4 हार्नेलाई थिएन नि आएन हाम्रो
तीन होइन बोर्ड अरे अरे त लाटो कहाँ घर प्लेन पातल हिँड्छ रे सत्र पाँच को अवस्थामा छ अहिले नारायण 17-5 अहिले त एकदम धेरै लज्जास्पद अवस्थामा छ नौमुले यहाँका भित्तामा परि हान्दिकै हो रोशनले हानेकै हो किन लाग्छ पानी मगाउनु पर्यो पानी मगाउनु पर्यो सर पानी मगाउनु पर्यो रे कस्तो हान्दिया एघार पोइन्ट अगाडि नारायण 7-18 भएको छ जम भएन अब हुन्छ जम भएन जम 8-18 10 पोइन्टको फरक 8-18 राइट भएन आउट भएको छ 9-18 9-2-18 छ पोइन्ट अहिले ओ 10-18 भइसकेको छ 10-18 छ अझै 8 पोइन्ट छ छन त तर भेटाउने भरोसा छैन अघि 5-17 थियो ठीक छ मेरो भाइ बिस्तारै कटाए ए मैले गरेपछि त किन लुक्छ सुता मोबाइललाई उल्टो फर्केर हजुरको के उता देखाइराख्नु कि यता देखाइराख्नु न त सर राजु केसी एक्काइस एघार 21-11 लातेरो बाईस 11 दुना 22 राजु केसीको मिस्टेक भइसकेको छ 23-11 ओ माई गॉड 23-11 नारायण 23-11 ओ सर्भिस चाहिँ यहाँबाट सर्भिस यही हाने यही हो ती फेरि सर्भिस जान्छ आजको कर्मचारी हाम्रो आउट ओ 24-11 ओ माई गॉड 24-11 2 सेट जितेको नौमुले
यो समापन कार्यक्रम अहिले एकदम निर्लज्ज निरस्त अवस्थामा छ ओ माय गॉड किलो 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 यो बेस्ट अफ 5 को गेममा पहिलो गेम 25-16 मा जितेको थियो नौमुलेले यो दुईटैले दुई सेट जितिसकेपछि अब तेस्रो सेट फाइनल सेट खेल्दैछन् नौमुलेले 2 सेट र नारायणले 2 सेट खेलेको थियो दुई सेट खेलेको कारणले अब पहिलो सेटमा खाता खोलिसकेको छ नौमुलेले दुई सेट जितेका खेलहरू टिमहरू को छ र के त्यहाँको छ र टर्की बराबरको छ र अब चेन्ज हुनै दिनु भएन क्या त्यसलाई अब भित्रै बसेर हानि गराउनु ब्रो एक अल भएको छ ए यार हुटिङ भने यार यिनीहरू फेरि होग्ले सुन्दैन फेरि आज यस्तो हो के बाहिर भएको छ 2 अल सेक लाग्दियो टर्कीको 3-2 फाइनल सेट 3-2 नौमुले 3 नारायण 2 फर्का तीन ऑल ढोल बिस्तारै हाने ढोल बजाइ थाइए Oh my god! 4-3 छोटो 4 ऑल एकदम रमाइलो सेमिफाइनल लम्बुले ठोकिरहेको छ लम्बु 5-6 नारायण 5 नौमुले 6 1 पोइन्ट अगाडि अग्रता लिइरहेको छ त्योतिर नगर्दै हरामी चाहिँ
छोटू आयो सात अल भएको छ। कति लाग्यो ग्राउन्ड चेन्ज भएको छ 7-7 को गेम यो फाइनल गेम। अहिले त यहाँ 9 ले धिराइके त हुटिङ गरेर यी टिमै यिनी खेलाडी त हुँदैन त सबै खेलाडी आइए 7-7 भगवान मेरे भाई ठीक है 9-7 डिफेन्ड भएन सेन्टर को हो अब लम्बो आउने भइसक्यो मैले फुटबलमा सेन्टर थाहा कि ओए आना ओ गर्छ किन यस्तो चढेपछि के हार्ने त बिगार्दे बाबु 9-10 छ 9 केही गरी हाम्रो चौराठा विद्यालय त हुन्थ्यो के 10 नारायण माथिबाट तल झर्छ फेरि बजाउन त्यो डबल धेरै के डबल लाग्यो हाँ मेरे भाई भाव बिगाड़ता 10-11 छ 10-11 1 पोइन्ट अगाडि छ नारायण 10 चौराठा 11 नारायण मेरो मोबाइलमा पनि सुनिन्छ पोइन्ट चाहिँ नारायणले दिएको छ 12-10 12-10 बहुत 3 पॉइंट लगाउनु Oh my god, here you was it. Nice. Wow. 11-12 नारायण 12 चौराठा 11 एकदम कम्पिटिसन छ Kurjo wasnu ma. छोड्नु बुझ्यो के 13-11 को अवस्था छ 13-11 जितका लागि 2 पोइन्ट चाहिएको छ अब नारायणलाई भने
जित्नुपर्छ न जित्नको लागि 2 पोइन्ट चाहिएको छ नारायणलाई भने 9 मूल्यले जित्नको लागि अझै 4 पोइन्ट चाहिएको छ भरोसा त छैन अब त जितको नजिक यो लास्ट पोइन्ट नारायणले जित्यो नारायणले जितेको छ नारायणले जितिसकेपछि खुसी मनाइरहेका छन् यहाँ खेलाडीहरू यता हात मिलाउँदै हुनुहुन्छ 15-11 को अवस्थामा सहजित भएको छ नारायणको